हेलो किसान साथीहरू, म आज तपाईहरुलाई कालो टमाटरको बारेमा बताउन गइरहेको छु। कालो टमाटर नेपालमा खासै अहिलेसम्म खेती गरिएको पाइएको छैन। विदेश लगायत अहिले इन्डियामा केही वर्षदेखि कालो टमाटरको खेती गरिराखिएको छ। मैले पनि यो वर्ष कालो टमाटरको बिउ नेपालमा ल्याएर मेरो फर्मबाट अथवा मेरो नर्सरीबाट बिरुवाहरू उत्पादन गरेर मैले धेरै बिरुवाहरू वितरण गरेँ। तर मैले बिरुवाहरू वितरण गर्दा मैले बिरुवाहरू बिक्री गर्दाखेरि किसानहरूले त खासै लानु भएन। कौशी खेती र करेसाबारी खेती गर्नेहरूले कालो टमाटरको बिरुवाहरू लैजानुभयो अनि उहाँहरूले रोप्नुभयो र मैले उहाँहरूले रोपेको ठाउँमा अनुगमन गरेँ, अवलोकन गरेँ। त्यहाँ उहाँहरूले रोपेको ठाउँमा जाँदाखेरि प्रशस्त मात्रामा राम्रोसँग चाहिँ कालो टमाटर फलेको पाएँ। मैले के अनुभव गरेँ भन्दा नेपालमा पनि नेपाली किसानहरूले अथवा नेपाली युवाहरूले कालो टमाटर खेती गर्न चाहनुहुन्छ भने नेपालको हावापानीमा कालो टमाटर सफल रहेछ। कालो टमाटरले धेरै टेम्परेचर एकदम गर्मीमा कालो टमाटर हुने हुँदा यो जाडो मौसममा चाहिँ कालो टमाटरको खेती गर्नु हुँदैन। जस्तो तराईको लागि फागुनदेखि फल्न सुरु गर्छ। फल्न सुरु गर्दा जसरी गर्मी बढ्दै जान्छ त्यसरी चाहिँ जति बढ्दै जान्छ त्यति छिटो छिटो चाहिँ कालो टमाटर पाक्ने गरेको पाइएको छ। हामीले कालो टमाटरको खेती गर्दै गर्दा पुष माघमा चाहिँ यसको बिरुवाहरू रोप्ने अनि त्यसपछि जसै चाहिँ गर्मी चढ्दै जान्छ र चाहिँ कालो टमाटर फल्दै जान्छ र चाहिँ कालो टमाटर चाहिँ पाक्ने बेलामा चाहिँ कालो हुन्छ। पहिला नर्मली रूपमा चाहिँ हरियो नै नर्मल टमाटर जस्तो फल्छ र पाक्ने बेलामा चाहिँ कालो टमाटर कालो भएको पाइयो र यसले चाहिँ धेरै चाहिँ गर्मी सहने हुँदा तराईको एकदम प्रचण्ड गर्मीमा पनि कालो टमाटर सफल रहेछ भन्ने कुरा अहिले जुन जहाँ चाहिँ कालो टमाटर फलिरहेको छ नेपालको क्षेत्रमा अथवा चाहिँ भन्नुपर्दा मैले ठेगाना भन्नुपर्दा रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका क्षेत्रभित्र धेरैले कालो टमाटर रोप्नुभयो र त्यहाँ राम्रोसँग पाकेको अथवा फलेको पाइएको छ। त्यसैले जति पनि किसान साथीहरू हुनुहुन्छ हटके केही गर्न चाहन्छु म टमाटर रातो टमाटर नभएर कालो टमाटर खेती गर्न चाहन्छु भन्ने किसानहरूको लागि पनि मैले के सुझाव दिन चाहन्छु भने तपाईहरुले कालो टमाटर खेती गर्नुस्, समय मिलाएर गर्नुस्, गुगलमा सर्च गर्नुस्, अन्य अरू किसानहरूले गरेको इन्डियातिर गरेको विदेशतिर गरेको पनि केही अध्ययन गर्नुस् र कालो टमाटर खेती गर्नुस्। र कालो टमाटर हामीले खेती गर्दै गर्दा खासै चाहिँ धेरैजनाले अथवा खेती नै सुरु गरिएको छैन त्यसले चाहिँ हामीले उत्पादन गर्यौँ भने यसले चाहिँ राम्रो मार्केट पाउँछ, किसानहरूले भाउ पाउँछन् भन्ने कुरा पनि म किसान साथीहरू बीच राख्न चाहन्छु। यो कालो टमाटरले चाहिँ खासै पानी सहेको पनि देखिएको छैन र रोगका किराहरू नर्मल्ली हाम्रो रातो टमाटरमा जस्तो आउँछ तिनै नै रोग र किराहरू यसमा देखा परेको देखियो। हामीले जसरी रातो टमाटरको ट्रिटमेन्ट गर्छौँ त्यही तरिकाले नै कालो टमाटरको ट्रिटमेन्ट गर्न सकिन्छ, त्यही किसिमले नै त्यसको खेती गर्न सकिन्छ। त्यसैले किसान साथीहरू तपाईहरुले केही नयाँ खालको चाहिँ गर्न चाहनुहुन्छ भने तपाईहरुले कालो टमाटर खेती गर्नको लागि म ग्रिन जोन एग्रो फार्मको सञ्चालक ईश्वरी भण्डारीले तपाईहरुलाई सुझाव दिन चाहन्छु, सल्लाह दिन चाहन्छु। हामीले गरौँ। सबैजनाले खाली रातो टमाटर गरिरहेको अवस्थामा हामीले केही हटके गऱ्यौँ भने किसानहरूले उत्पादन गरेको चिज पनि एउटा फरक स्वादमा उपभोक्ताहरू बीच जाँदा राम्रो बिक्री हुने गर्छ र हामीले भाउ पाउने गर्छौँ। त्यसले म पुनः भन्न चाहन्छु कालो टमाटर गर्मी समयमा हुन्छ। अहिले खासै नेपालमा त्यसको बिउहरू भित्रिरहेको अवस्था छैन। हामीहरूको माग बढ्दै जाँदा इम्पोर्टरहरूले अथवा व्यापारीहरूले चाहिँ कालो टमाटरको बिउहरू नेपालमा पनि इम्पोर्ट गर्दै जानेछन् र तपाईहरुलाई कालो टमाटर तपाईहरुले वरिपरि यसको बिउ खोज्दा पाउनु भएन भने भोल्युममा है थोरै 2-4 जना अथवा 10-20 जनाको लागि मलाई नसम्झिनु होला। भोल्युममा चाहिँ तपाईहरुले कालो टमाटरको बिउ खोजिरहनु भएको छ 200, 400, 800, 1000, 1500 बिरुवा लगाउन चाहनुहुन्छ, बोट लगाउन चाहनुहुन्छ भने मेरो च्यानलमा मेरो नम्बर छ अथवा मेरो व्हाट्सएपमा म्यासेज गर्नुहोला। यो कालो टमाटर कहाँ पाइन्छ उहाँको कन्ट्याक्ट नम्बर मैले तपाईहरुलाई दिनेछु। साथी हो, किसान साथी हो, कृषि सम्बन्धी धेरै जानकारीको लागि मलाई सब्स्क्राइब गर्नुहोला, मेरो च्यानललाई सब्स्क्राइब गर्नुस्। मैले यस्तै नयाँ चिजहरू सहित कृषि सम्बन्धी धेरै जानकारीहरू तपाईहरु बीच लिएर आउनेछु जसले तपाईहरुलाई फाइदा गर्नेछ र तपाईहरुको सब्स्क्राइब र एक लाइकले मेरो हौसला पनि बढ्नेछ भन्न चाहन्छु। धन्यवाद।